हरेक चिजको आफ्नो आफ्नो ठाउँ अनुसारको भ्यालु हुन्छ क्या। यसलाई चाहिँ नेपालमा के भन्छ भनेपछि जङ्गलमा पाउने यो चाहिँ के हो भनेपछि थाकल हो है। अब यो थाकल कुन ठाउँमा आएर यसको भ्यालु कतिको छ भन्ने कुरा चाहिँ यसले आफ्नो स्थान बदलिसकेपछि पायो क्या। अब यो यहाँ यस्तो छ, यो सबै बगैँचा बनाएर राखिरहेको छ। अब यहाँ ट्याक्कै यो सबै यो समथिङ सर्लकै माथि चाहिँ कति फ्लोरभन्दा माथि छ, लगभग 4 फ्लोरभन्दा माथि भएको यो चाहिँ एउटा टेरिस हो होइन। अब यस्तो जङ्गलहरूमा पाउने ल हेर्नु त यो बगैनो, निमको पत्ता बगैनो होइन। अब यति माथि के छतमा यसको चाहिँ आफ्नो आफ्नो भ्यालु हुन्छ क्या। सबै जङ्गल बनाएर बसिरहेको यहाँ यसरी। यो केराको पात हो कि जस्तो लाग्छ, केराकै पात हो। यो चाहिँ चिनिले कमेन्ट गर्नु ल, यो चाहिँ के हो? यो चाहिँ हाम्रोतिर पिँडालु भन्छ, तर यो खाने पिँडालु चाहिँ होइन। यो चाहिँ जङ्गली पिँडालु हो, यो जङ्गली पिँडालु हो यो। अब यसको नै मूल्य त्यत्तिकै परेको छ ठाउँमा पुगिसकेपछि। अब यो चाहिँ के हो? यो फुल हो कि यो हल्दो जस्तो छ, हलेतो भन्छ नि, बेसार त्यस्तै छ। अब यो डाँडा काँडामा यो चाहिँ ट्याक्कै कहाँ पाइन्छ? यो बारीको ढिगानु पाइन्छ जस्तो लाग्छ। यहाँ पनि थाकल रोपे यो पनि यस्तो। यो जङ्गलै जङ्गल क्या, यस्तो जङ्गल छ। ऊ माथि फुल छ होइन। अब यो के को बुट्टा हो मैले केही जानिनँ। यत्रो बडो ठुलो रुख छ यस्तो महाजन सिमेन्टको माथि यसरी रोपेर र यसको चाहिँ भ्यालु बढाएको छ। अब फेरि आयो यहाँ। अब यहाँ हेर्नुहोस्, यो पनि पिँडालु नै हो। अब यत्र यत्र घैँठामा माटो हालेर लाइट लगाएर यो चाहिँ यहाँ कता कताबाट बनाएको, यस्तो बनाएको यो भिडियो है, सबै बनाएको क्या। मेहनत पैसा है, सबै कुरा पैसा त रहेछ है। छतमा खेती गरियो भने खेती गरेर खान सकिन्छ भन्ने कहानी सुन्नुभएको? ल हेर्नुहोस् यस्तो छ हालत। तपाईँले यो मात्रै होइन, ऊ पारि देख्नुहुन्छ ऊ त्यो घरको छतमा हेर्नु त। ऊ यो घरको छतमा हेर्नुहोस् त, यहाँ पनि यस्तै जङ्गल बनाएको छ यो सबै रुखहरू। त्यो यति अग्लो बिल्डिङको माथि ल हेर्नुहोस्, त्यहाँ पनि त्यस्तै जङ्गल छ। त्यस कारणले गर्दाखेरि हरेक कुराको आफ्नो भ्यालु स्थान बदलिसकेपछि हुन्छ सरहरू। अब यस्तो यो जङ्गलमा दाउरा काट्थ्यो मलाई, यार दाउरा काटिन्थ्यो होला सायद। यसको भ्यालु हेर्नुहोस्, ऊ त्यो यो हेर्नु त। यो हाम्रो खोलानु पाइन्छ क्या साँच्चै भन्ने हो नि होइन। तपाईँले कतिको देख्नु यस्तो खोलानु पाइन्छ त्यो चिज के हाम्रो लागि नेपालमा बसेको मान्छेको लागि यस्ता जङ्गल भन्ने कुराको भ्यालु हुँदैन है नेपालीहरूको लागि। ल हेर्नु त यहाँ यसले कति भ्यालु पाएको छ, लाखौँ खर्च गरेर जोडिरहेको क्या। ल हेर्नुहोस्।